तिमी धोकेबाज हौ तिमी मलाई ऐसेलु हेर्नु ऐसेलु माछा देखे हो के साँच्चै माछा दे Hello guys, namaste, welcome to our YouTube channel. And hello, हामी आज चाहिँ हामी जाँदैछौँ मनोकामना धेरै अफिसबाट होइन हाम्रो सहकारीबाट पिकनिक जाँदैछ अनि यहाँबाट बाइकमा चाहिँ अस्तिसम्म जाने अनि त्यहाँबाट गाडीमा चढेर जानुपर्छ सबैजना भेला हुने भनेर अस्तिमा मेरो पछाडि चाहिँ ल्याउँछ है गाइस यहाँ देख्नु हेर नि त लाज लाग्यो अरे लाज लाग्यो अरे अनि ज्याकेट पनि नलाउनु भनेको थियो र अनि अहिले हामी चाहिँ यता बल्सो पुग्यो होइन अब 20 मिनटमा त्यति पुग्ला अनि त्यतै हेर्छौँ है त गाइस सिटीमा ल बाई ल है हामी चाहिँ सिटी पुग्यो होइन अनि बस्ने उठ्यो है उठ्यो अनि मेरो बाइक पनि हो सरको बाइक स्कुटर चाहिँ उठ्यो डियो ल गाइस हाम्रो गाडी आइसकेको छ सामानहरू लोड गर्दैछौँ है लोड गर्दै हुनुहुन्छ यो ड्रिङ्क्सहरू मात्रै अरूहरू चाहिँ त्यही हुन्छ तपाईँ यहाँ बस्नुहोस् क्या हेलो हेलो से हाई हाई बेबी हाउ यता बेबी के छ बित्तिकै हाल्नु हेलो बेबी ठिक छ यहाँ आउनु बेबी यहाँ तिमी बस्ने हो त्यही बस्ने हाम्रो ग्याङ बाटो त सब बिग्रेको छ गाइस हामी चाहिँ चालो गाउँ पुग्यो होइन चालो गाउँ गर्थ्यो भनौँ न अब लेले 5-10 मिनटमा पुग्छ है हामी लेले हामी पुग्यो है मनोकामना गाडी त यहीँ रोक्नु पर्ला ल झरम झरम गाइजहरू हाई हाई वेलकम टु मनोकामना लिलेको हेलो 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 सरी म्युजिक सिस्टम पनि त्यहीबाट लिएर आएको छौँ खडा चाहिँ जुस बोकेर आउनु भएको छ हेलो विपना बस खाली हुन हाम्रो माउन्ट नेपालको मेम्बर्स सबैजना हाम्रो माउन्ट नेपाल टिम Oh my god. गाडी पनि त ढिला
स्पिकर छ माइक झर्किने चुल्ला झर्किने हाल्छ हो हो यता दिनु त हो यता ल्याउनु हेलो ओ रक्सी नै गनाउने को ल्याएको त्यो कहाँ जानु लाग्यो तपाईँ कहाँ जानु लाग्यो यो फेन्टा र डिउ खानु फेन्टा र डिउ खान ल पुग्यो यहीँ नजिकै रहेछ धेरै हिँड्न चाहिँ नपर्ने रहेछ ओ लेलेको पिकनिकमा आइयो क्या दिस सजन दाइ हजुर हेलो हेलो Dizan, how are you? I'm fine. Who is Angela? Angela is खोइ अगाडि दिपनाहरुसँग ए सबैसँग भेटी अब एन्जिलासँग मात्र बाँकी रह्यो हेलो एन्जिला सन्चै हुन्छ दिपना चाहिँ पुरा लजाइछ भने किन भेट्दैछु प्रीतिकालाई अनि लजाउनु परेन आमा बोयफ्रेन्डलाई भेटे जस्तो लजाइदिनु अनि मेरो बोयफ्रेन्ड नै त हो पहिलाको एप्स हो तपाईँ म धोकेबाज हौ तिमी ओके हामी चाहिँ अहिले यो लेलेको मनकामना आइपुग्यो किन हुन्छ यो लाइन त बस्न सकिँदैन होला त्यति लामो त होइन त्यही पनि त्यही नै भोक लागिरहेछ नि त त्यही भएर कतिको भोक लागेको छ त दिपनालाई धेरै एकदमै धेरै अरू बेला खाना खाने टाइम भयो खाएर नि बस्ने बेला पैसा मनकामना माई शरण ओके गाइस यो चाहिँ लेलेको मनकामनामा आइपुगेका छौँ हामी यो डाँडाको बिचमा रहेछ कि रमाइलो रहेछ ठाउँ चाहिँ नि जोस् आज अब स्याटरडे भएर नि होला धेरै भिड रहेछ कि माछाको बच्चा त खोइ माछाको बच्चा यो त भ्याकुटोको बच्चा भन्छ अबे खस्छ क्या हो भ्यागुताको बच्चा जस्तो माछाको बच्चा होइन यो कति धेरै है डुवाम नै चढी डुबाउँछ आउँछ है तिनीहरु त हात तान्न आउँछ नि फेरि त्यसै हो हेर्नु त्यो सब आइसक्यो हेर्नु यस्तो फोहोर पानीमा डुबाउने हेर ए पानी के अरे माछा माछाले उ त्यो माछाहरू पानी त न त सँगै हो नि त्यहाँबाट हेर्नु वनबाट आएको पानी हो ए यो पालेको माछा हो कि खाने माछा हो पालेको ए कसले खान्छ यो चोरेर खान्छ होला राति त्यो त भन्छ मात्रै हो खाँदो रहेछ बेचिन्छ यो ठुल्ठुलो सब बेचिन्छ सानो फेरि किनेर ल्याउँछ त्यही गर्छ रातो ब्ल्याक अर्को नि छ कता जानु आउनु अब जाउँ अब खान भोक लाग्यो लेट्स गो ल म्युजिक सिस्टम लगाम गीत लगाम अनि त्यसपछि यहाँ के हो तरकारीहरू हो अहिले दिउँसोको लागि अब डिजाइन नाच्छ अनि हामी चाहिँ नि हेर्ने अनि यहाँ यो सबै सामानहरू यसरी राखेको छ सब रेडी गरिराख्दैछ अहिले खानाको लागि अब रेडी नै भइसक्यो होला सबै रेडी भइसकेको हो ए वाट इज दिस ओ ब्रेड रहेछ यहाँ चाहिँ नि अनि त्यसपछि यहाँ एग अनि त्यसपछि वाट इज दिस चना अहिले चाहिँ नि यति हो अनि त्यसपछि चिया कफीहरू चिया हो हुन्छ म पनि खाने चिसो यप यो तान्नु त चियर्स हाम्रो त सँगै हो ल चियर्स गरौँ न पिकनिक डेको सबैजना ल चियर्स ल बियर जाको खाइरा जो हामी तातो बियर
कस्तो म त झ्याप्नु लागिसकेँ गाइस चाहेर जानु भएको चियाले पनि लाग्न थालिसक्यो लेलेको चाले लाग्ने रहेछ रे ल फर्स्ट टाइम सुनेको डिजाइन कस्तो चा खाएको तिमीले लाग्ने चा लागिराख लागेर फोन पनि घुमाइसक्यो रे प्रतिशत होइन मेरो साथीसँग अर्को बेला जिन्दगी नबोल्ने क्या त्यो अनुसँग अस्तिमा चाहिँ मोबाइल मागेर फेरि एउटा सब्सक्राइब गरौँ न है आफै मागेर गरिदिइरहनु पछि लाएर आउँछन् पछि लाएर आउँछन् कहाँ लाग्ने हो गुन्द्रुक बनायो हजुरलाई गुन्द्रुक मनपर्छ मनपर्छ लग्ने अझै मैले ल्याइदिन्छु त देन अहिले बस्नु ऐसेलु खान जाऊँ न पहिला मेरै घरबाटदेखि लिएर आइदिनु ऐसेलु छ घरमा कहिले कहिले नत्र प्रतिशतमा पठाइदिन्छु नि त आमाले हाल्नु भएको छ कि ए हो ल ल ल ल गाइज हामीहरू चाहिँ अब ऐसेलु खान जान लागेको छौँ ऐसेलुको पात प्रतिशत हजुरको बेबी खै बेबी हजुरको बेबी के घरमा लुगाएर ल्याछु घरमा लुकाएर ल्याएको छु खै त ऐसेलु जति सबै खाएर सकिसक्यो अनि ऐसेलु खोजेर एउटा भयो नि चाखौँ न कस्तो हुने रहेछ खोइ पनि हुन त मान्छेले झोलामा टिपेर लैछ कि अनि बेच्न पनि राख्छ होला त ऐसेलु काफल छ खोइ काफल होइन ऐसेलु होला नि काफल चाहिँ ऐसेलुलाई खै एउटा खाऊँ न ऐसेलु गाइज ऐसेलु उड्ने अमिलो अमिलो हुँदो रहेछ ऐसेलु हेर्नु हेर्नु न यहाँ देखाउनु भनेको के हेर्नु भन्दाको मतलब खानी हो नि ऐसेलु गाइज गुलियो छ ए मैले 10 रुपियाँ जितेँ है खाद्यमा 10 रुपियाँ जितेको पाउने गेम पार्टी गर्नुपर्छ 30 रुपियाँ हार्यो मान्छेको तपाईँ गेम गर्नु न 30 रुपियाँ जित्नु भयो 5 रुपियाँ हारे 40 गुच्छा चम्चा सुभद्रा मिस हजुरको ज्याकेट खै के जाडो भयो झन्डा ज्याकेट राख्नु लागेको थियो ल्याम मैले बिर्स्यो नि यो के गर्ने हो ए मैले टिकटकमा देखेको थिएँ है युट्युबमा थिएँ नि फुटाउनु भन्दा त ठिक छ त हेर्नु यो ठिक छ म त सक्दैन तर सास पनि कति गाह्रो हुन्छ मजाले ओडिन्छ त ओडिन्छ रहेछ खोइ त खोइ अनि गुच्चा खोइ त नि यहाँ रहेछ खेल्नु नाम लेख्छ गुच्चा चम्चा खेल्नु एउटा हेर्ने मात्रै रेडी रेडी दिपना फर्स्ट ल दिपना 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 ल फर्स्ट त्यहाँ फेरि पुगिसक्यो मान्छे पुगिसक्यो अनि प्रदीप सर पनि यहाँनिर पुग्ने बेला आउनु ल प्रदीप सर भन्नुपर्छ म सुरु गरेँ है त On your mark, get set, go. प्रदीप सर
लास्ट भइदिएर आएर त्यहाँ पुग्दै पुगेन त प्रति सर त ल On your mark, get set, go. On your mark, get set, go. Get set, go. Pritika. उहाँहरू सबैजना अघिको राउन्डमा जित्नु भएको भयो दीपनाजी रविनाजी सङ्गीता प्रीतिका सचिन अन्जिला भयो है अहिले चाहिँ यो फाइनल एकछिनमा फाइनलमा अलिकति गाह्रो हुन्छ होला तपाईहरु 6 जना हुनुहुन्छ घुम्ने ठाउँ चाहिँ बेस चाहिँ 4 वटा मात्रै छ विचार गर्नु होला घुमेर आइपुग्छ घचम्न पाउँदैन कुट्न पाउँदैन त्यही हो तान्नु पाइन्छ एकछिन न असम्म मुखै दुखी गयो पेटको त काम हुन्छ On your mark, get set, go. Congratulations, sir. एकदम रमाइलो भयो एकदम ह्याप्पीस्ट भयो हो ल Congratulations, sir. धन्यवाद From Mount Nepal. धेरै खुसी भयो एकदम राम्रो ल गाइस हाम्रो स्न्याक्स रेडी भइसक्यो अब हामी स्न्याक्स खान्छौँ टिल देन सी यू बाइ बाइ यसो ल्याउनु बिर्स्यो नि त्यो कप मेरै लाग्यो म नि खाएको थिएँ नि के खाएको डिजनले बियर ओ माय गॉड बियर हान्देको गोर्खा स्टाइल गोर्खा ओके सो खाएर सकिसकेको केही नखाएको डाइटिङ आज पिकनिकमा खादिन म सबसँग रिसार्च छ मलाई यस्तो बोर भयो आजको पिकनिक छ ल सँगै नबस्नु नपाएर क्या हो ल आउन बाँकी होला तपाईँ चाहिँ किन केही नखाइकन बसेको खाएर के हो यो
वाटर वाटर रक्सी खाएर बसिरहेको मिनरल वाटर लोकल रक्सी के हो यस्तो लोकल हान्दिनी चेस हेलो अरे के खायौ तिमीले के खायौ के खाएको तिम्रो नाम के हो बेरन फो गर्दै हेलो बियर खानु भएको कस्तो हुँदैछ त पिकनिक म चाहिँ गोल भएर खाँदै हो रमाइलो ल राम्रोसँग खानु सब्सक्राइब गर्नुपर्छ हेलो कस्तो हुँदैछ हजुरको पिकनिक अलि जो पिरो हुँदैछ ए हो के पिरो छ मलाई त के पिरो लाग्यो यसमा रक्सी मिसाएको छ अलि झुमझुम जस्तो भयो अब हेलो साजन हेलो हेलो हाई वेलकम टु आवर युट्युब च्यानल सब्सक्राइब गर्नु होला हुन्छ के नाम के हो युट्युब च्यानलको म सेयर गरिदिन्छु हजुरलाई ल हुन्छ कस्तो भइरहेको छ हजुरको पिकनिक मेरो फर्स्ट सेल चाहिँ यहाँ सेकेन्ड अनरलाई त ए अघि नको हुन्छ सेकेन्ड टिम भयो पनि हुन्छ हो सेकेन्ड टिम भएको विपनामिस रबिना अघि रबिना ए हो र खै विपना जस्तो लागिरहेको मलाई म नोभेम्बरमा म फर्स्ट हुने यो सेल फर्स्ट भएको सेकेन्ड भएकोलाई फर्स्ट भएकोलाई यो सेल फर्स्ट ताली प्राइज हस्तान्तरण गर्नुभएको छ फर्स्ट प्राइज चाहिँ जिम मिटिङ चुनावमा प्रार्थना हो यो सियरिङ इज केयरिङ हैन सियरिङ इज केयरिङ हैन त ओके सो यहाँ एकदमै रमाइलो भइरहेको छ सबैजनाको अनि हाम्रो नानी त एक्लै एक्लै डुलेर बसिरहेको छ है एक्लै एक्लै रमाइलो भएको छ ओके खानुभयो हजुरले खाइहाल्छ ए अनि हाम्रो खरायो सरलाई कस्तो भइरहेको छ एकदम रमाइलो हो अनि किन नखाइकन बस्नु भएको खाएको तर गेम चाहिँ हारे गेम हारेर अनि चित्त दुख्यो हेलो गाइस कहाँ हो तिरपल पुलिसलाई फोन गर्नु पर्यो हेलमेट ए चिट काट्दिम 1500 देऊ 1500 ल गाइस हामी चाहिँ नि पूजा मिसको माइत आएको छौँ यहाँ पिकनिक आएको बेलामा यस्तो एउटै बाटो परेर अनि माइत आएको क्या नमस्ते आन्टी उहाँ चाहिँ पूजा मिसको मम्मी हो क्या है ए ठ्याक्कै चिनिदिएँ मैले ल यहीँ ठिक छ कस्तो मजाको रहेछ ल है हाम्रो युट्युबहरू हेर्नुहुन्छ र हजुरले हो अनि युट्युबमा अब हाम्रो आज पिकनिक गएको सबै भिडियोहरू राख्छु म भोलि गएर अनि हेर्नु होला ल हामीहरू गेम पनि खेलेको छौँ हस् ल बाई बाई राम्रोसँग बस्नु होला हस् बाई ल हामी चाहिँ अब फर्किँदैछौँ अब हामी भूतपुल जाँदैछौँ त्यहाँ भूत भएको ठाउँमा जानु लागेको छौँ याद आएर भूत खेल भन्न आएछ हामी भूतलाई भेटेर अनि तपाईँहरूलाई भूत देखाउँछु ल हेर्दै गर्नु होला नि भूतलाई ओके लेट्स गो हो नि फेरि पाप लाग्छ नि भूतले तर्साउँछ नि ल गाइस हामी फेरि ऐसेलु खान आइरहेको छौँ यहाँ भूतपुलमा यो हो भूतपुल भनेको ए कहाँ उयो मान्छे डुबेर मरेको त्यही भएर यसलाई भूतपुल भने पहिलादेखि नै नाम त्यही हो हैन अनि मान्छेहरू मरे गर्छ यहाँ गर्दैन अस्ति एकजना पौडी खेल्न आयो डुबेर मरेको त्यहाँ त्यस्तो गहिरो छ अहिले घट्यो न त खतरा गहिरो अझै खेलिरहेको छ त कता ऐसेलुको पात कति धेरै ऐसेलु
गाइज ऐसे हेर्नु राम्रो थियो डिजाइन यो बनाउँदैछ यो पहिला चाहिँ हैन त्यो भूकम्प गएदेखि जस्तो टाइपको थियो के त्यो अहिले हाइट छ नि अबे यति मात्र थियो के रे अहिले पनि गइरहेछ त्यो भूकम्प गएदेखि पानी आएन ऐ सेलु छैन होला त्यो त भाग थियो नि त्यहाँबाट आइरहेको हो त्यो ढुङ्गा छ नि ठ्याक्कै यो रुख पनि थियो छिटो छिटो 1 2 3 स्टार्ट गो जम्प फर्स्ट छिटो जम्प जम्प फ्यामिली प्याक देखिरहेछ कति ठुलो माछा ल माछा देखे ओके साँच्चै माछा दे हो छ त्यो माछा हो भने माछा परेको के साँच्चै हो माछा माछा देखा त्यही भएर सोध मान्छे झन् कि के भन्छ भने काफल 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 ल गेम सुरु भयो दम 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 गाइस दम दम गुरुजी दम 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 गुरुजी त्यहाँसम्मको भाडा कति हो 5 रुपियाँ हामीलाई 500 रुपियाँ हो 500 रुपियाँ हुन्छ 500 रुपियाँ जान आउन 1000 रुपियाँ एकातिर हटायो भने हो 5 रुपियाँ भने भर्खर दिन्छ हामी हैन दुईजनाको 10 दुईजनाको ल गाइस अब चाहिँ म्युजिकल चियरको लागि प्रिपरेसन हुँदैछ अनि उता चाहिँ सबै हाम्रो दर्शकहरू बसिराख्नु भएको छ म्युजिकल चियर घरि अनुसार घुर्नुपर्छ ओभरटेक गर्नु पाउँछ ओभरटेक गर्नु पाउँछ तर घटाउन पाउँदैन घटाउन पाउँदैन बिटा पाउँदैन अनि बस्नु पर्यो खेल्नु न टाउको दुखेको छ भन्नु टाउको दुखेको छैन हामीलाई खेल्न चाहिँ मन लागिरहेको ल एकदम फाइन गीत गुरुङमाथिको चाहिँ हेर्नु पाएन है हेर्नु पाएन कालो चस्मा लाउनु चाहिँ के पनि देख्दैन नाच्दै जानु पर्यो है नाच्दै 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 जानु पर्यो नाच्दै नाच्दै जानुपर्छ है नाच्दै त्यसरी हुँदैन नाच्दै जानु पर्यो नाच्दै तपाईँहरू जहाँको त्यही भयो त नाच्दै नाच्दै हिँड्न पाइएन है हिँड्न पाइएन नाच्नु पर्यो खोइ नाच्दै नाचेर अड्किन पाइँदैन अड्किन भएन 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 छैन सक्यो होइन जाऊ 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 सक्यो होइन
झेल्ली भयो सक्यो होइन झेल्ली भयो है झेल्ली भयो एउटा छ एउटा छ एउटा छ एउटा छ Let's go! तपाईँ बस्नु पायो क्या तपाईँ बस्नु पायो भइसक्यो जाऊ ल हाम्रो म्युजिकल चेयरको विनरलाई चाहिँ नि प्राइज दिन गइरहेको छु विपनाको पालो छ हामी चाहिँ अब के यो घैटो फुटाल्ने गेम खेल्न लागेको तर घैटो नभएको भएर हामी यो बोतल चाहिँ नि बोतलमा हान्ने गेम खेल्न लागेको छौँ अनि सुरुमा चाहिँ विपनाको पालो हुँदैछ यहाँ आँखा पार्ने कुरा नभएर मेरो साथी बाँध्दैछ बाँध्दै हुनुहुन्छ मेरो सल्लाह अनि पातलो भएर टिचुरेर राखिदिनु हटाउ आँखामा आँखाको अपरेसन गरेर ल्याए जस्तो भएर टिचुरेर देखिसक्यो हो कहाँ फर्काएको त्यस्तो यस्तो साइड साइडमा गर्न पाउँदैन विपना ल छोड्दै हामीले ए बाङ्गो किन गएको बाङ्गो गयो कति बाङ्गो गएको राइट 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 हान्यो 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 लेफ्ट 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 आउट आउट ल अब हाम्रो नरेन्द्र सरको पालो आएको छ नरेन्द्र सरले आँखामा पट्टी बाँधिदिँदैछौँ याद गरिरहनु यता त नपादिनु सिधा राख्दिनु एकछिन त घुमाउनु पहिलो नठिदिउ न सिधा राख्नु सिधै बोतल खाली गर्नु रिमोट लगाइसक्यो कति धेरै घुमाएको एक राउन्ड सर उल्टा पर्यो तपाईलाई अर्कोतिर हालेको यता हो यता यसरी खेलेर सरले देख्नुहुन्छ क्या हो माथि माथि फर्काउनु पर्यो सिधै छ सिधा राख्नु सिधा भयो भयो सिधा सिधा छैन सिधै
साँच्चै सिधा यहाँ अब स्पिड गयो भने ठ्याक्कै लाग्छ कदम त मैले पनि गरेँ होइन 15 कदम ठुल्ठुलो कदम ल अब भन्दा नि कसैले भन्दैन अब 15 कदम ठुल्ठुलो कदम मलाई हान भन्नु है ल आउनु न तपाईँ कसैको टाउको पठाउनु समार्न छ है राइट लेफ्ट कहाँबाट आयो सिकाउनु पर्दैन सुभद्रा एकचोटि आवाज निकाल त सिधा भने माइकमा एकचोटि बोल न सुभद्रा माइकमा बोल्नु हल्का माथि पुगे हैन हान्यो अलिक पुगे हैन अलिकति पुगे हैन हान्यो उठाएर हान्यो मठी उठाएर हान्यो अझ अलिकति सिधा उठाएर हान्यो ठ्याक्कै हान्यो ल ठ्याक्कै लाग्यो ल हान्यो अब अर्को निस्को टर्न आएको छ अब सरल सरको पालो छ है उहाँहरूले चाहिँ नि सक्सेस हुनुहुन्छ कि हुनुहुन्न हेरिदिनु होला यसरी सिधा हान्नु पर्छ है यसरी सिधा हान्नु पर्छ नत्र त हुँदैन सिधा भयो नि पैसा एकदम सिधा यताउति राख्नु पाइले टपलाई जिम्मा त ढल्के अरु केही पनि अझौ टपलाई न साबुन लागेर आयो एलेक्सरको पालो छ हाम्रो अनिश सरको पालो आएको छ अहिले
Let's go. कति छिटो हानेको के 2 पाल आउने बित्तिकै हान्दिनु गाइस अब हाम्रो रसु मिसको पालो आइरहेको छ अब सिधा बस्नु नदेख्छ सिधा भइसक्यो सिधा गर्नु छैन है ल गाइज अब चाहिँ हाम्रो खरायोको पालो आइरहेको छ लेट्स सी उहाँले चाहिँ नि के गर्नुहुन्छ किप अन वाचिङ गाइज बाटोतिर फर्काइदेऊ न मलाई हान्दै सिधा हान्नु छड्केन हान्नु बाङ्गो भयो बाङ्गो कस्तो तपाईँ त आउट हुनु भयो कुरै नसुने राइट राइट भनिरहेको छ हामीले दिदीले मैले कति राइट राइट भनिरहेको छ नसुनेको अरे अघि एलेक्सले डाइरेक्सन गरेर झन्नै लाग्यो डाइरेक्सन गर्नु पर्यो हजुर मैले राइट राइट भनेको नसुन्नु सुन्दै सुन्नु न हाम्रो कुरा अनि हेलो गाइज अहिले चाहिँ हाम्रो यो कम्पिटिसन हुँदैछ यहाँ सबैले खुट्टामा बाँध्नु भएको छ लास्टसम्म जसको खुट्टामा बाँकी रहन्छ नि उहाँ नै अनि विनर हुनुहुन्छ कि यो गेममा चाहिँ फुटबल खेले जस्तो भइरहेको छ यहाँ त ल मेरो फुटे
सर त के हो झेली गर्नुभयो त मेरो हो यो रे लेट्स गो जानु न अगाडि 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 जानु न सर सरको फुट्यो सबजना यसै लुक्न पाइन्छ कि अगाडि जानुपर्छ हामी पाउँथ्यौँ लोकगान पाएन है लोकगान पाएन लास्ट सानो क्या कसको सानो चारजन छ ल सर फेरि वाइल्ड कार्ड गेममा इन्ट्री गर्नुभएको छ ल कसले फुटालिदियो ल इन्ट्री गर्ने बित्तिकै अब तिनजना बाँकी रहनु भएको छ है खरायो दुईजना बाँकी यो खास अहिलेको गेम चाहिँ फेयर नभएर अनि फेरि रि हुन लागेको छ लास्ट तिनजना हुनुहुन्थ्यो नि त लास्टमा अनि तिनजनाको चाहिँ फेरि रिम्याच हुन लागेको छ है त्यो गेम अलिकति फेयर भएन कि सो फेरि रिम्याच हुन लागेको छ लाग्यो दुईजना मिलेर अनि हाम्रो प्रति सरलाई एक्लै बनाएको भएर होइन येल्लो कार्ड पाउँछ मिलेर खेल्नु पाउँदैन गेम सुल बी प्योर तीनटा प्राइज चाहिन्छ न त ल म कसले जिताएको तपाईँले तीनजना मध्येमा एउटाले जित्छ
फुत्कियो प्रति सरको फुत्किएर हो अनि त्यसको डबल बारेर नि फुस्क्यो अब आउट हुनुभयो के भयो रे दाइ धागोले बाँधेको अनि उहाँको केले बाँधेको अरे उसको चाहिँ प्लास्टिकले बाँधेको छ उसको के हो धागोले बाँधेको भएन त्यो त भएन नि त अनि भएन हजुरको प्लास्टिकले बाँधेको रे अब दुईजनालाई चाहिन्छ दुईजनालाई कप चाहिन्छ अब हाम्रो अघिल्लोको प्राइज दिँदै हुनुहुन्छ यो चाहिँ घैटो फुटाल्नेको फर्स्ट प्राइज पाउनु भएको छ हाम्रो नरेन्द्र सरले अब बलुनको कङ्ग्रेचुलेसन सर ल यो चाहिँ बलुन फुटाल्नु भएको फर्स्ट प्राइज पाउनु भएको छ कङ्ग्रेचुलेसन एलेक्स सर ल गाइस हाम्रो अब खाना खुलेको छ अब खाना खाएर अब हामी चाहिँ घर जान्छौँ ओ माइ गॉड अनि ब्याट्री पनि लो भइसक्यो इट्स अलरेडी 4:15 है पनि 4:15 भइसक्यो सो वी आर गेटिङ लेट अब चाहिँ खाना खाएर घर जाने ल गाइस हामी खाएको है ल खाइसि ओके हाम्रो पिकनिक चाहिँ नि सकिएको छ अब सबै सामानहरू यहाँको दाइले प्याक गर्नु भइसक्यो अनि यहाँ सब उठाइसक्नु भयो क्या सामानहरू त्यही नै यहाँ डान्स गरेर अझै थाकेको हुनुहुन्न अरे कि त्यहीहरू डान्स गर्दै हुनुहुन्छ होइन अनि यहाँ पनि सब प्याकअप हुँदैछ सबै अब सकिसक्यो क्या हाम्रो पिकनिक चाहिँ नि अब ल ओके ल भाइ बाई बाई Let's go. लगायत हामी चाहिँ घर फर्किँदैछौँ होइन अनि यहाँ चाहिँ सार्वजनिक जग्गा रहेछ कि अनि यसो रेस्ट गर्ने ठाउँ भनौँ न अनि हामी चाहिँ यहाँ सरहरूसँग नाच्नु ल अब गाइज हामी यहाँ हरिसिटी आइपुग्यो सरको घरको अगाडि बाइक यहाँ राखेको थियो अब बाइक लिएर हामी घर जान्छौँ ओके गाइज सी यू इन नेक्स्ट ब्लग बाई बाई